सुन्नुहोस् है, बिहानको ब्रस साथीको लागि, बेलुकाको ब्रस आफ्नो लागि गर्नुहोस् है। ब्रसिङले प्लाक हटाउँछ। बिहान त हामी ब्रस गर्छौँ नै, तर दिनभरि खाँदा बोल्दा चल्दा भन्दा रातिमा ब्याक्टेरियल एक्टिभिटी बढी हुन्छ। त्यसैले बेलुकामा ब्रस गर्न कहिले नभुलौँ। अब चाहिँ ब्रस गर्ने टेक्निक सिकौँ है। सुरुमा तपाईँले केराउको दाना जति फ्लोराइड युक्त मञ्जन लिनुहोस्। ब्रसलाई गिजापट्टि पल्टाएर 45 डिग्री एङ्गलमा अगाडि पछाडि गरेर स्ट्रोक दिनुहोस्। 15 देखि 20 स्ट्रोक दिएपछि ब्रसले फोहोरलाई तलपट्टि झार्नुहोस्। तलको केसमा 15-20 पटक स्ट्रोक दिएपछि माथिपट्टि फोहोर फाल्नु पर्दछ। तल र माथिको दाँतमा बाहिरी भाग सबै गरिसकेपछि भित्र पनि पछाडिको दाँतबाट सुरु गरी 15-20 स्ट्रोक दिँदै फोहोरलाई झार्नु पर्दछ। त्यसै गरी सम्पूर्ण दाँतहरूमा गरेर सकाउनु पर्दछ। अगाडिको दाँतमा सिधा ब्रस राखी तान्न पनि सकिन्छ। तपाईँले ब्रस त गर्नुभयो, तर दाँतको बिचमा खानेकुराहरू अड्किएर हैरान हुनुहुन्छ। सानो सानो ग्यापमा चाहिँ हामीले डेन्टल फ्लस युज गर्नुपर्छ। अलिकति ठुलो ग्याप छ भने चाहिँ तपाईँले इन्टरडेन्टल ब्रस युज गर्नुपर्छ। दाँत र दाँतको बिचको ग्यापलाई ख्याल गरी यो ब्रस छिर्ने साइजमा मात्रै यसलाई बिस्तारै छिराउँदै अनि बाहिर निकाल्दै, बिस्तारै छिराउँदै अनि बाहिर निकाल्दै गर्नुपर्छ। फनी लाग्छ होला, तर ब्रसिङ ट्वाइस अ डे इज द ओन्ली सिक्रेट टु हेल्दी टिथ एन्ड गम्स। सो keep your mouth healthy and follow Suhas Dental Care for more info. Bye bye.